Hello everyone, Eid Mubarak. This is our location SCTD1, Rig 1. So today is Eid celebration. So this is the decoration for today: watermelons, pineapple, pumpkin, and we have fruit basket on watermelon. We have cakes, weed, and we have decoration like this on mess halls. Two sides, junior and senior. Happy Eid everyone. God bless you all. Last dinner with my friends. मेरा बाजी के साथ, अखिल भाई के साथ, मल्ली के साथ, हफूफ में लास्ट डिनर है. ओके लास्ट खिलाड़ी मैदान में बाकी हमारा अभी तक चल रहा है. खिलाड़ी जो बाकी है बचा है वो आप सामने देख रहे हैं. बाकी सब खिलाड़ी का इंजन खत्म हो गया. मैदान छोड़ दिया. अभी हम हफूफ में हैं. हेलो अस्सलाम वालेकुम, गुड मर्निङ, नमस्ते, जय मसी. आज चाहिँ 14 अप्रिल. सो आजको दिन चाहिँ मेरो लागि साउदीको लागि साउदीको बसाइ लास्ट हो. आज बेलुका चाहिँ म एयरपोर्टको लागि जाँदैछु. एक्जिट है, कम्पनीको एक्जिट भएर जाँदैछु घर नेपाल. राति 1:30 को फ्लाइट छ. 15 तारिक राति 1:30 को फ्लाइट छ. सो त्यही हो, आज लास्ट दिन. अलिकति ब्याङ्कको काम थियो अनि हिसाब किताबहरू क्लियर भएको थिएन अफिसबाट. त्यो सबै क्लियर गरेर आउँदैछु. अहिले एरिया अफिस फर्किँदैछु अल हस्सा हफुफ भन्ने ठाउँमा. दमाम अब यहाँदेखि मलाई 2 घन्टा, 2.5 घन्टा, 3 घन्टा लाग्छ है गाडीमा घर जानलाई. ओके, यो चाहिँ अब मेरो लागि एउटा रिमेम्बरेन्सको लागि सानो भिडियो बनाएको मैले साउदीमा लास्ट दिन भनेर है. अब यो त यस्तै छ. अब गर्मी पनि लास्टै बढिरहेछ. यहाँ चाहिँ खजुर खेतीहरू पनि लास्टै धेरै हुन्छ. खजुर खेती हो, सबतिर खजुरै खजुर हुन्छ होइन. त्यही हो साउदीमा सबै. अरू चिज त अब अरूको त रुखसुखको त केही पनि देखिनु पाइँदैन होइन. यही हो, खजुर देख्न पाइन्छ. धेरैभन्दा धेरै फुल्दैछ खजुरहरू है. यो एरिया चाहिँ यो एरिया अफिस, मेरो एरिया अफिसै हो. गाडीहरू त्यहाँ राखिरहेको छ नि है. लगाइ त्यस्तै छ है. ल, यो साउदीको जिन्दगी 2 साल बिताइयो. 2 सालभन्दा पनि 2 सालभन्दा पनि बढी. 25 महिना 10 दिन चाहिँ पुरै जति दिन साउदीमा आयो, जुन दिनदेखि त्यही दिनदेखिको बिना रेस्ट मेसिन जस्तो होइन लागेको छ काम गरेछ. 10 तारिकसम्म चाहिँ त्यहाँदेखि मात्र मैले 11 तारिकदेखि मात्र म बसेको छुट्टीमा है. ओके गाइज, जस्ट रिमेम्बरेन्स. 5 स्टार होटल छ, अल हस्सा इन्टरकन्टिनेन्टल होटल. त्यही हो 5 स्टार होटल. आउँदाखेरि चाहिँ सुरुमा सोचेको थिएँ यो होटलमा होला मेरो ड्युटी भनेर, तर होइन रहेछ. झुक्काएछ नि हो मोरहरूले. मेन पावरकोले झुक्काएछ यार, मजाले झुक्काएछ. 5 स्टार होटल, 5 तारे होटल भनेर. तर काम चाहिँ खासमा चाहिँ तपाईँको क्याम्पतिर हुँदो रहेछ. हाम्रो कम्पनीले कन्ट्र्याक्ट लिने भनेको क्याम्प साइडतिर. र रिग भनेको चाहिँ जहाँ तपाईँको तेलहरू निकाल्ने, डिजल निकाल्ने गर्छ, त्यसलाई चाहिँ रिग भन्छ. त्यस्तो ठाउँमा चाहिँ कन्ट्र्याक्ट रहेछ खासमा चाहिँ. अनि त्यतैबाट काम गऱ्यो, त्यतैतिर काम गऱ्यो, त्यतैबाट आयो है.
Okay, see you in Nepal, guys. यो चाहिँ हाम्रो दमाम एयरपोर्ट हो। अहिले दमाम एयरपोर्टमा छु। अब 7:30 हुँदैछ, भर्खर 10:30 बजी चेक इन हुनुपर्छ अनि 1:30 बजीको फ्लाइट छ। हेलो मेरो ब्याग चाहिँ यहाँ छ है, रेडी गरेर राखिरहेको छ। वाटरफल video record? Okay, this is my friend Mustafa. Mustafa, he is going to his home, Egypt. And I am going to Kathmandu. And you hummus my brother. Too much good. Too much good. Me and Mia, we school how many months? Maybe 6 months? 6 months. 6 months together. We did school 6 months in Sabri. He is our Arabic teacher and I am waiter. So we are always gir. So I have my flight 1:30 AM and his flight is 6, huh? 6. So he's leaving for Egypt and I'm leaving for Nepal. So guys, Thank you. Mustafa. Thank you. It was really good. Yeah, enjoy. Enjoy. Okay, bye bye. Bye-bye. यो चाहिँ अहिले म दमाम एयरपोर्टमा छु। दमाम एयरपोर्टमा वाटर पार्क। मेरो साथी मुस्ताफा चाहिँ यहाँनिर माथि छ। माथि बसेको छ। त्यो सेतो टी सर्ट लगाएर यो मान्छे हो मेरो साथी मिश्री। काठमाडौँको फ्लाइट छ 1:30 मा हिमालय H9560 काठमाडौँ है 19 गेटबाट बोर्डिङ ल। ओके गाइस, वेटिङमा छु। 1 घन्टा बाँकी छ अझै। बोर्डिङ पास भयो। Airlines
ब्रेकफास्ट भयो अब हिमालयनको खाना हेर यहाँनिर फ्राई राइस दिँदो रहेछ केचप दिँदो रहेछ पानी धरान भन्नु पनि घर हजुर यही हो मेरो डुबको अघि 3 चोटि भइसक्यो गाजा ला वेलकम होम ल यो मेरो मायाले मेरो लागि केक रेडी ए पुकु यो मलाई मात्र हो के
खुवाइदेऊ मेरो सालीले त मलाई खुवाइदिँदैन रहेछ माया गर्दैन के हो मेरो सालीले रिसाएको ल खुवाइदेऊ बिनाजुलाई खुवाइदेऊ कस्तो खालको साली हो भनेर माया गर्दैन रहेछ हौ बिनाजुलाई खुवाइदेऊ यसलाई खुवाइदिनु पर्छ भनेर तीनचोटि बिनाजुलाई खुवाइदेऊ बिनाजुलाई खुवाइदेऊ ल आइ अब गरिदेऊ ल अब गरिदियो त फोटो पो खिच्छ